अर्को गोप्य कुरा के भनौँ भन्दाखेरि मेरो चाहिँ केही पनि दुखेको छैन होइन। 3 दिनसम्म म मेरो एक अङ्ग चाहिँ फलामको बनिसकेको छ, एकदम आइरन। नदेखा भन्दा नि देखाउनै पर्ने कि अब के गर्ने होला है। देखाउँदिन भन्दा नि अब यस्तै छ। अब हेर्नुहोस् न, यस्तै छ, हेर्नु न। अब गाह्रो छ हामीलाई, यस्तो बाइक चलाउनु पर्छ, गाह्रो छ। यस्तो भ्यू नहेर भन्दा नि हेर्नै पर्छ, नहेर भन्दा नि अब हेर्नै पर्यो के कसो हो। साथीहरू म कहाँ छु? अभी मजा आएगा ना भिड़ो। ल हामीले यहाँ यो श्रीखण्ड होइन त्रिखण्डी खोला पुल्नेर छौँ हामी। यहाँ एउटा एकदमै विशेष कुरा हामीले यहाँ देखेको छौँ, त्यही भएर हामी जाँदैछौँ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ गाइस, यहाँनिर हामी हेऱ्यौँ भने झरना रहेछ बाटोको छेउमै, आँखाले देख्न सकिने। सो हामी यहाँनिर अब एकछिन थाकेर पनि एकछिन अब यसो फ्रेस भइहालौँ भनेर आएछौँ गाइस। हेरौँ है, बिस्तारै बिस्तारै बन्नुहोस्, नखस्ने यार। है ल गाइस, हामी आइसक्यौँ ल। यहाँ ठुलै झर्ना रहेछ एकदमै गाइस। हामी आइपुगेको छौँ, आउनु। हेलो गाइस, अहिले हामी छौँ हेटौँडा नजिक, तर यो भैँसेको 1 किलोमिटरको वरिपरिमा हामीहरू यस्तो दामी झरना देखिरहेछौँ। त्यही भएर हामी बाइक रोकेर अहिले यहाँ आयौँ। हाम्रो क्यामेरामा हुनुहुन्छ बर्नबास सर अनि म चाहिँ बर्नबास हो। यस, थ्याङ्क यू सो मच। हेलो, अहिले चाहिँ म छु हाम्रो के झर्ना हो नामै बिर्सिक्यो फेरि। तर जोस् म यहाँ छु। अनि गाइस दामी झरना छ, स्विमिङ गर्न लागि दामी छ। अनि हामी अब एकछिनमा अब हामी चाहिँ होइन अब स्विमिङ गर्दै, मेरो क्यामेरा अनि स्विमिङ गर्दैछ। अनि यो चाहिँ टाइममा हेर्नुहोस् ल, ठिक छ नि त होइन। हाम्रो रवि सर अहिले चाहिँ ल 60% चार्ज छ। चार्ज भएको छैन, 60% मात्रै भयो। हेलो, हामी चाहिँ अहिले थियौँ होटेल रुद्राक्षमा। अनि बसाइ राम्रो भयो, होटेल राम्रो लाग्यो होइन। हाम्रो आजको यात्रा सुरु भयो। This is Pattaya, guys. Pattaya, bye bye, Pattaya.
अर्कै होटल खोज्नुपर्छ जस्तो छ। होटेल देखाएको घरमा हामी आएको तर 2 किलोमिटर रोड दिन हो तर थाहा छैन फिक्स छैन कतातिर हुन्छ भनेर। बस्ने जस्तो अवस्था देखिरहेको छु मैले। नंबर बोल उसका। 9 हाँ। 888 बस 10 नंबर हो गया। नहीं अभी तो 3 ही हुए। हुनुपर्छ। यो सबै सानो होटेल जस्तो छ, होटेल भन्दा पनि नास्ता पसल जस्तो छ गाइस होइन। हामी निस्किनु पर्छ जस्तो छ यहाँदेखि चाहिँ। लेट्स सी है के हुन्छ। यो होटेलभन्दा धेरै यो चाहिँ पिकनिक स्पट रहेछ क्या। रातिको यो चाहिँ हाम्रो चाहिँ डे 2 अनि हाम्रो सर चाहिँ अन्डर फायर अनुर्लाबारी है। अनि यस्तै छ हामीहरू जाँदैछौँ जेउस फ्रेस भएर। अब एक्सपल्स भएका छन् फर्स्टमा नि यस्तै छ गाइस। अन्त अब हामी उर्लाबारीको भ्यूहरू हेर्दैछौँ, त्यही पनि लेट्स सी होइन कस्तो कस्तो हुन्छ भनेर। चोक उर्लाबारीको चोक पऱ्यो चिल पो रहेछ यार। पऱ्यो भनेर थिएँ 7 बिघा भनेको त एकदम आत्माङ्क रहेछ। ए चिल चाहिँ फोकस माफ गर्नुहोस् है उर्लाबारी। ए रमाइलो छ भनौँ। सहर चाहिँ कता कतै चाहिँ हाम्रो नेपालगञ्ज भाइब्स आउँदो रहेछ। अनि तर हुन त यो पनि तराई नै हो नि त, त्यही भएर पनि होला सायद। हेलो गाइस, म वर्णबास अनि यो चाहिँ बर्दिबास, ठिक छ नि होइन। अहिले वर्णबास चाहिँ अहिले बर्दिबासमा छ अनि बर्दिबासको चाहिँ यो चाहिँ बजार होइन। वर्णबास अन बर्दिबास ल ठिक छ। महोत्तरीको बर्दिबास रहेछ। अब वर्णबास चाहिँ होइन महोत्तरी छ। अनि सिन्धुली लेखेको थियो। गाई चाहिँ हामी सिन्धुली होइन यो महोत्तरी हो जस्तो लागेको थियो। महोत्तरी लेखेको छ यसमा। महोत्तरी के हो ठिक छ। अनि जे भए पनि अब बर्दबास चाहिँ बर्दिबासमा छ। सो किप होइन हेर्दै गर्नु तक पारेर वर्णबासलाई अनि बर्दिबासमा। ठिक छ नि होइन सर? एकदम ठिक छ। अब म राइड गर्न जाँदैछु है गाइस। उहाँ राइड गर्नुहुन्छ, म चाहिँ पछाडि बसेर टक्क भ्यूहरू माहौलहरू हेर्दै निस्किनुपर्छ। ठिक छ, हेलमेट सेफ्टी फर्स्ट। ल अब अरू चाहिँ कुरा गर्दै गरौँला पछि बिस्तारै। हेलो, हामीहरू चाहिँ अब सप्तरीदेखि निस्किँदैछौँ। हाम्रो गाडी रेडी भइसकेको छ अनि म पनि रेडी भइसकेँ। हामीहरू यहाँदेखि निस्किन्छौँ र जहाँसम्म लाग्छ यो चाहिँ हेर्नु न त्यहाँ नुहाइराख्नु भएको छ अङ्कल, नुहाइराख्नु भएको छ हजुर। अनि हामी यहाँदेखि निस्किन्छौँ। थाहा छैन हामी कतिखेर कहाँ पुग्छौँ भनेर। हेरौँ लेट्स सी, जहाँसम्म पुग्छौँ म चाहिँ अपडेट गर्छु। र सिउ यो चाहिँ माछा है। बाटैबाट त 3 बाटो माछा दोलखा पुग्यो। बाटो थाहा छैन। यो त सानो माछा रहेछ। कताबाट दोलखा पुग्यो के हालिदिउँ त्यसमा? त्यो सिन्धुली कटेर सर हजुर। म त मच्छी खाऊ मन पर्यो। यो त कतना सुगुर भयो। पानी छ। भेरी ब्युटिफुल। पानी छ कि के छ? मैं थाहा पाडनु टुनक लाइभ कसिरहेको छ। गएको त उही त पहिला प्रिडिक्सन। नाइस माछा मारेको हेर्न पाइए। अहिले हामीहरू चाहिँ हेर्दैछौँ होइन। सिल्भर माछा मार्दै हुनुहुन्छ होइन।
ए माछा देखाउने है भ्लगमा ए माछा यस्तो छ हालिरहेछ यस माछा समातेको छु गाइस सुन्नु पाउनु नै माछा हेलो फेरि पनि हामीहरू चाहिँ अहिले के बोलेको हामी कोसी ब्यारेकमा आइसक्यो जे भयो भने जानु भयो भने होइन कोसी ब्यारेकमा आइसक्यो अब हामीहरू कोसी ब्यारेक हेर्छौँ अनि रेडी गरिसकेको छु मेरोमा नि खिचिदिनु पर्यो खानु त पर्नु यस्तो छ म डाइरेक्ट भिडियो हो होइन अनि कोसी ब्यारेक अस्ति न 56वटा ढोका खोल्यो भन्दै थियो नि हो कुलमान घिसिङले हो अनि यहीँको है यो चाहिँ अनि अहिलेको अवस्था कस्तो छ त्यो पनि हेरिहालौँ अहिलेको यो कोसी ब्यारेकको अवस्था के कसो छ विस्तृत रूपमा हेर्नु होला बादल क्या दामी देखेछ यार look at this. Look at this. Oh, यो ढोका अझै खोलिएकै छ है यो है गाइस पानीको लेभल यतिको बढेको छ बुझाउँछ धेरै यो ढोकाहरू खोलेको है यिनीहरू चाहिँ ढोकाहरू खोलेको अरू सबै बन्द छ केही ढोका खोलिएछ अनि केही ढोका बन्द छ जस्तो देखिएछ समुद्र बराबर छ गाइस जहाँसम्म आँखा देखिरहेको छ त्यहाँसम्म पानी छ क्या क्या हो अरू त त्यस्तै हो गाइस ढोकाहरू खोलिएको छ पानीहरू जाँदैछ अझै पनि टक्रै पानी रहेछ पानी लागिरहेछ घाम लागिरहेछ तल खसाएको छ होइन अब यस्तै छ अनि हामीहरू फर्किँदैछौँ अनि जाँदैछौँ अब हेरौँ कहाँ हुन्छ के हुन्छ कसरी हुन्छ हामीहरू पुग्छौँ सकेसम्म भिडियो देखाउँछौँ सक्दैनौँ भनेदेखि चाहिँ अब के भन्छ जे छ त्यसैमा अब चित्त बुझाउने त होला नि ल ठिक छ हामीहरू म चाहिँ अब मेरो भिडियो चाहिँ अहिले यहीँ टक्क राखेर म पछि चाहिँ यसो
कुराकानी गर्छु नि माछाहरू छ माछा लिएको त एउटै नहर रहेछ सर ल ओके सर हजुर इन्डिया हो त्यो इन्डिया दाजु त्यही हो नाका गाइस सुनसरीको नाका इन्डिया नेपाल त्यही हो नाका चाहिँ हामी नेपालमै छौँ अनि इधर भी कलुआ गांव है ये भी कलुआ गांव है किसका कलुआ गांव है ये कलुआ गांव है कलुआ गांव कलुआ है सब कलुआ गांव ऐसा है कलुआ गांव देख रहे हो कलुआ गांव ऐसा होता है के अरे नहीं के अघि के थियो अरे के गर्न पास छैन के अरे ए अघि हामीहरू बर्दीबास थियो अहिले चाहिँ हामी लालबन्डी आयौँ है गाइस हो लालबन्डीको बजार हो अनि लालबन्डी चाहिँ यस्तो छ लालबन्डी अब मैले सुनेको थियो सर्लाहीमा लालबन्डी भनेर हाम्रो सरहरूबाट अनि लालबन्डी चाहिँ यही हो लालबन्डी गाइस ए हाम्रो केवल सरको याद आयो यार हाम्रो लालबन्डीमा त हाम्रो केवल सरको घर नजिक पर्छ भन्ने मैले सुनेको ल है सर तपाईँहरूको गाउँ पनि घुमियो लालबन्डी ल त अब होटल युनाइटेड इन होटल रहेछ साइडमा नगर अस्पताल पनि रहेछ साइडमा अब हामी
हामीहरू अझै अगाडि बढ्दैछौँ अहिले हाम्रो घडीमा 5:30 भइसकेको छ अनि हामी बढ्दैछौँ हामी कहाँ बस्दै थाहा छैन हामी जहाँ पुग्छौँ त्यही बस्छौँ यस्तै छ टाइम रोड सेक्युरिटी पनि छ र ठिक छ हामीहरू बिस्तारै बिस्तारै जाँदैछौँ होइन बाटो ब्याग छ अनि हाम्रो रवि सर फायर होइन वाइन चलाउँदै हुनुहुन्छ ए वाइन होइन है 40-50 चलाउँदै हुनुहुन्छ अनि जोस् रमाइलै छ भनौँ अब यस्तै त अनि हाम्रो यात्रा आज 3 दिन कम्प्लिट हुँदैछ आजको रातपछि भने हाम्रो 3 दिन पुरा हुन्छ अनि के भन्नु अरू के भन्ने र खै अब यस्तो खासमा मलाई म यो भ्लग बनाए पनि होइन तर म त्यति धेरै हाल्दिनँ कि अनि नहाल्नुको कारण चाहिँ यस्तै छ केही छैन अबै तर त्यो आज हामी यात्रा गरेको 3 दिन पुरा भयो र हाम्रो यात्रा भोलि पनि निरन्तर हुन्छ भोलि चाहिँ हामी आफू बसेको ठाउँदेखि काठमाडौँसम्मको यात्रा हुन्छ अर्को गोप्य कुरा के भनौँ भन्दाखेरि मेरो चाहिँ केही पनि दुखेको छैन होइन 3 दिनसम्म म मेरो एक अङ्ग चाहिँ फलामको बनिसकेको छ एकदम आइरन हेलो मोटो ब्लगर्स के छ हो कसरी बस्न सकिँदैन आज कसरी गर्छ हो यो के ट्रिक्स के आइडिया छ भने भन्नु पर्यो दुखाएर मार्यो यसरी नै बस्नु नहुने यसरी नै बस्न नहुने आज यात्रामा निस्केको 4 दिन भयो होइन अनि हालत खराब भयो बस्न मिल्दैन डाइरेक्ट सुत्नुपर्छ केही टिप्स छ के आइडिया छ भने यसो कमेन्ट गर्नु पर्यो मेन्सन गर्नु पर्यो आइडिया दिनु पर्यो है ल आइडिया दिउँ हजुर सकिएन गाह्रो छ